लौटेंगे वापस अपने उसी अंदाज में। किताबों पर धूल लग जाने से कहानियां खत्म नहीं होती। ल यो चाहिँ सल्युसन है त हाम्रो 2082 इक्जाममा सोधेको है फाइनान्सको क्वेसन पेपरको सल्युसन छ जुन क्वेसन नम्बर 10 हाम्रो हेर्नु है सल्युसन क्वेसन नम्बर 10 को यो क्वेसन नम्बर 11 एक्सचेन्ज रेट सोधेको थियो हामीलाई हैन त्यसैगरी हाम्रो यो क्वेसन नम्बर 14 मा ट्रेड क्रेडिट वाला क्वेसन थियो हैन एनुअल पर्सेन्टेज कस्ट निकाल्न थियो डिस्काउन्ट पर्सेन्ट अपन 100 माइनस डिस्काउन्ट इन्टु डेज इन इयर अपन सीपी माइनस डीपी गरेर यसको आन्सर आउँछ अनि इफेक्टिभ एनुअल रेट ओके हैन त्यही 1 प्लस डिस्काउन्ट पर्सेन्ट अपन 100 माइनस डिस्काउन्ट तर यो डेज इन इयरलाई हैन पावरमा लेख्नु पर्ने रहेछ पावरमा डेज इन इयर अपन सीपी माइनस डीपी यहाँ 1 प्लस गरेको यहाँ 1 माइनस गरिदिने हैन अनि क्वेसन नम्बर 15 हामीलाई ब्रेक इभन पोइन्ट वाला क्वेसन सोधेको थियो सेलिङ प्राइस दिएको थियो भेरिएबल कस्ट दिएको थियो अनि ब्रेक इभन पोइन्ट पनि दिएको थियो यहाँ युनिटमा हैन ब्रेक इभन पोइन्ट रुपीजमा सोधेको र फिक्स कस्ट सोधेको अब त्यही ब्रेक इभन पोइन्ट रुपीजमा गर्दाखेरि त्यही युनिटलाई सेल्स चाहिँ मल्टिप्लाई चाहिँ गर्ने यति गरी यति रुपैयाँ आयो अनि बीपी युनिटको फर्मुला आएपछि हाम्रो फिक्स कस्ट छैन यो फर्मुलामा सो यहाँबाट फिक्स कस्ट निक्लिन्छ अर्को चाहिँ क्वेसन नम्बर 17 मा चाहिँ हामीलाई सोधेको छ हैन त्यो वर्किङ क्यापिटलबाट त्यसमा हामीलाई यो सेल्सहरु इन्भेन्टरी टर्नओभर रेशियोहरु आरसीपीहरु पीडीपी दिएको छ र हामीलाई सुरुमा आईसीपी सोधेको छ आईसीपी को फर्मुला पनि निक्लिहाल्छ बी नम्बरमा सीसीसी पनि सोधेको अब फर्मुला मात्र हो लगाइदिए निक्लिहाल्छ यतिकै हैन क्वेसन नम्बर 18 मा चाहिँ हामीलाई अब एक्सचेन्ज रेट वाला क्वेसन हो हैन अरु के हैन पहिला दिएकोलाई जुन हाम्रो क्वेसन दिएको छ नि यो क्वेसन सार दिने पहिला हैन 1 SGG 180 AUD थियो 1 SGG 1.37 USD यो दिएको थियो मैले सार दिएको हैन अब यसपछि हामीले यसलाई एरेन्जिङ गर्नुपर्छ हैन अब यो 1 र x भन्ने कुरा हुन्छ के हैन 1 लाई यहाँ लेखे पनि भइहाल्थ्यो x लाई यहाँ लेखे पनि भइहाल्थ्यो जहाँ लेखे पनि भइहाल्यो आन्सर हाम्रो लास्टमा 1 भन्दा बढीमा आउनु पर्यो यति कुरा बुझ्नु है त यदि यो 1 भन्दा बढीमा आउँथेन भने यसको पनि उपाय हुन्छ है अब बुझ्नु हुन्न भने मलाई यसो मेसेज गरेर सोध्नु मैले बताइदिम है त कमेन्ट गरेर ल अब यसलाई चेन रुलमा एरेन्ज गर्नुपर्छ चेन रुल भनेको चाहिँ यहाँ SGD छ भने यहाँ पनि हाम्रो SGD हुन पर्यो है अथवा यहाँ AUD छ भने यहाँ पनि AUD हुन पर्यो मिन्स एउटा सिरियली हामीले बनाउनु पर्छ फर एक्जाम्पल हेर्नु त यहाँ SGG छ भने यहाँ पनि SGD आयो हो यहाँ USD छ भने यहाँ पनि USD आयो कि नै हो यो अलिकति मिलेको छ कि नै हो यसलाई भनिन्छ चेन अर्डर हैन अब चेन अर्डर लगाइसकेपछि हामीले चेन रुल लाउँछौं र निकाल्छौं चेन रुल के हुन्छ भन्दाखेरि लेफ्ट साइड भनेको राइट साइडसँग इक्वल हुन्छ सो हेर्नुस् त यो 1 * 1.3748 * x = 1.84 * 1 * 1 गरेपछि हाम्रो ट्याक्क गर्नु लास्टमा यो आउँछ